यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुवन्ति दिव्यैस्तवै वेदैः साङ्गपदकमुपनिषदै गायन्ति यं सामगा ध्यानावस्थितगतेन मनसा पश्यन्ति यं योगिनो यस्सान्तनं न विदुः सुरसुरगणादेवाय तस्मै नमः। श्रीमचन्दनचर्चितजोलोको शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डलप्रविलसन्मुक्तावलिशोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षे मालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरं मुखं करोमि करोति वाचालं पङ्गुलङ्घेते गिरिं यत्कृपातमहं वन्दे परमानन्दं। नमो भगवते तस्मै व्यासाय यस्य प्रसादक्ष्यामि नारायण कथामिमं नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवी सरस्वती व्यासाय ततो जय मुदीरहेत्। दशम अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, फेरि राजगृहमा गई कुइना पतन भयो। राजगृह पीठ राजा राजेश्वरी देवी, उल्का मुनि योगिनी, हरेश्वर महादेव उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे। त्यस तपोभूमिमा वायु आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर सम्पूर्ण जीवात्माको प्राणवायु भएर रहन सके भन्ने वरदान दिइन्। त्यहाँबाट महापन्थमा पुग्दा देब्रे कुइना पतन भयो। महापन्थ पीठ प्रचण्ड चण्डिका देवी, रेणुका योगिनी, विश्वामित्रेश्वर महादेव उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे। त्यस आनन्द भूमिमा विश्वास वसुगण आई तपस्या गरे। ईश्वरी प्रसन्न भई इन्द्रादि देवताले मोह गर्न सके भन्ने वरदान दिइन्। फेरि कोल्हापुरमा पुग्दा उदर पतन भयो। कोल्हापुर पीठ महालक्ष्मी देवी, नर्मदा योगिनी, श्मशाने छेडेश्वर महादेव उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा गरुड आई तपस्या गर्दा ईश्वरी प्रसन्न भएर नागहरू तिम्रो आहारा हुनेछन् भन्ने वरदान दिइन्। फेरि एकापुरमा पुग्दा दाहिने घुँडा पतन भयो। एकापुर पीठ रत्नादेवी, शङ्कु पासा योगिनी, उन्मत्तेश्वर महादेव उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा पत्थरहरू आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर देवता मानेर मनुष्यले तिमीहरूलाई पूजा गरून् भन्ने वरदान दिइन्। कहाँ रहेछ यो? एकापुर। त्यहाँबाट ओकारेश्वरमा पुग्दा माथिल्लो ओठ पतन भयो। ओकार पीठ मातृका देवी, पूर्णेदरी योगिनी, सन्तानेश्वर महादेव उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा कल्प वृक्ष आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर चिताएको कुरा दिन सके भन्ने वरदान दिइन्। फेरि जयन्तीपुरमा पुग्दा कलेजो पतन भयो। जयन्तीपुर पीठ जयन्ती देवी, खेचरा योगिनी, कल्पेश्वर महादेव उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा तुलसी कुश आई श्रद्धापूर्वक तपस्या गरे। ईश्वरी प्रसन्न भएर धर्मकर्म गर्दा तिमीहरू रहनै पर्छ भन्ने वरदान दिइन्। अनि उज्जैनमा पुगेपछि रगतको डल्लो पतन भयो। उज्जैन पीठ महाकाली देवी, ललज्जिया योगिनी, झङ्केश्वर महादेव उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे। त्यस आनन्द भूमिमा गई हिमालय पर्वतले तपस्या गरे। ईश्वरी प्रसन्न भएर यावत जीवात्मालाई मोक्ष दिन सके भन्ने वरदान दिइन्। फेरि चरित्रपुरमा पुग्दा दाहिने कान पतन भयो। चरित्रपुर पीठ सुवर्णेश्वरी देवी, चित्रवर्ण योगिनी, बाबेश्वर महादेव उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे। त्यस शान्त भूमिमा पुगी योगिनी गणहरूले तपस्या गरे। ईश्वरी प्रसन्न भएर तिमीहरू सदैव यज्ञको फल दिन समर्थ भए भन्ने वरदान दिइन्। फेरि छिरिकापुरमा पुग्दा भुडी पतन भयो। छिरिकापुर पीठ युगादि देवी, कलङ्का योगिनी, सहस्त्रेश्वर महादेव उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा मातृका गण आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर स्थानको अधिपति हुन सके भन्ने वरदान दिइन्। तब हस्तिनापुरमा गई दाहिने कुम पतन भयो। हस्तिनापुर पीठ चण्डेश्वरी देवी, पोटरा योगिनी, मुसुखारेश्वर महादेव उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे। त्यस वीर भूमिमा सुदर्शन चक्र आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर संहारकर्ता हुन सके भन्ने वरदान दिइन्। फेरि उड्डयनमा पुग्दा शिर पतन भयो। उड्डयन पीठ विकला देवी, पिङ्गला योगिनी, यक्षेश्वर महादेव उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा गई हनुमानले तपस्या गरे। ईश्वरी प्रसन्न भएर रामको सेवक बनेर लङ्का डढाउन सके भन्ने वरदान दिइन्। अनि प्रयागमा पुगेपछि फोक्सो पतन भयो। प्रयाग पीठ सिंहजङ्गा योगिनी, महेन्द्रेश्वर महादेव उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे। त्यस आनन्द भूमिमा 10 अवतारले गई तपस्या गरे। ईश्वरी प्रसन्न भएर सत्य, त्रेता, द्वापर र कलीमा दुष्ट दैत्यहरूको संहार गर्न सके भन्ने वरदान दिइन्। फेरि विश्वमा पुग्दा मृगौला पतन भयो। विश्वपीठ झङ्केश्वरी देवी, झङ्काली योगिनी,
कुण्डलेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस कर्म भूमिमा विश्वकर्माले तपस्या गरे। ईश्वरी प्रसन्न भएर तिम्रो कीर्ति चन्द्र सूर्य रहेसम्म चलोस् भन्ने वरदान दिइन्। मायापुरमा गई फियो पतन भयो। मायापुर पीठ मायादेवी चञ्चलाक्षी योगिनी तपेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा गई 64 लिङ्गले तपस्या गरे। ईश्वरी प्रसन्न भएर स्वयम्भू लिङ्ग भएर रहन सके भन्ने वरदान दिइन्। तब मल्लगिरीमा पुग्दा देब्रे कुइना पतन भयो। मल्लगिरी पीठ मल्लिका देवी कलङ्क जिहा योगिनी उमेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। यस घोर वनमा गई भूत प्रेत पिशाचहरूले तपस्या गरे। ईश्वरी प्रसन्न भएर तिमीहरू सधैँ मेरो नजिकमा रहे भन्ने वरदान दिइन्। अनि शेरपुरमा गएर तालु पतन भयो। शेरपुर पीठ उमादेवी अष्टवक्त्र योगिनी योगेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस सत्यभूमिमा गई सत्यले तपस्या गरे। ईश्वरी प्रसन्न भई सत्यमा रहने जातिलाई उद्धार गर्न सके भन्ने वरदान दिइन्। त्यसका बाद हर्षगिरीमा पुग्दा आसन पतन भयो। हर्षगिरी पीठ वज्रेश्वरी देवी कमला योगिनी धर्मध्वंसेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस शुद्ध भूमिमा गई कलीले तपस्या गरे। ईश्वरी प्रसन्न भएर मनुष्यको बुद्धि भ्रष्ट गर्न समर्थ भए भन्ने वरदान दिइन्। अनि नीलगिरीमा पुग्दा मुकुट पतन भयो। नीलगिरी पीठ सरला योगिनी आनन्देश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा गई सूर्यादि आदि ग्रहहरूले तपस्या गरे। ईश्वरी प्रसन्न भएर लाभ हानिको फल प्रदान गर्न सके भन्ने वरदान दिइन्। अनि मेरुगिरीमा गई सूची स्थान पतन भयो। मेरुगिरी पीठ पूर्णादेवी कपाला योगिनी जिम्हापतेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस आनन्द भूमिमा नागहरू आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर तिमीहरूको शरीर अगम्य होस् भन्ने वरदान दिइन्। महेन्द्राचलमा दाहिने तिग्रा पतन भयो। महेन्द्र पीठ इन्द्राक्षी देवी उदर्व गमन योगिनी तारकेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस सुरम्य भूमिमा गई भक्तिपूर्वक लक्ष्मीले सेवा गरिन्। ईश्वरी प्रसन्न भएर कार्तिकको औँसीका दिन सबैले तिम्रा पूजा गरून् भन्ने वरदान दिइन्। फेरि बानरपुरमा गएर देब्रे तिग्रा पतन भयो। बानरपुर पीठ कामेश्वर देवी मेरुण्ड योगिनी वेदान्तेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस आनन्द भूमिमा कमल आदि पुष्प आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर पूजा कालमा तिम्रो मान होला भन्ने वरदान दिइन्। फेरि हिरण्यपुरमा पुग्दा गर्भस्थान पतन भयो। हिरण्यपुर पीठ रत्नेश्वरी देवी त्रिपुरेन्द्र योगिनी नारदेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा आई सरस्वतीले तपस्या गरिन्। ईश्वरी प्रसन्न भएर सम्पूर्ण जीवात्माको बोलीमा तिम्रो बास होस् भनी वरदान दिइन्। फेरि महालक्ष्मीपुरमा गई बाहु करङ पतन भयो। महालक्ष्मीपुर पीठ कमलाक्षी देवी दिगम्बर योगिनी त्रिकोटेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस आनन्द भूमिमा अडिमडी अष्टसिद्धि आई योग मार्गले तपस्या गरे। ईश्वरी प्रसन्न भएर तिमीहरूको नाश हुने छैन भन्ने वरदान दिइन्। फेरि उमेशपुरमा गई पण्ड्याउलो पतन भयो। उमेश्वर पीठ त्रिपुर सुन्दरी देवी सुशङ्कोदरी योगिनी भैरवेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस भूमिमा गई बादलले तपस्या गरे। ईश्वरी प्रसन्न भएर लोकलाई जलदान गर्न सके भन्ने वरदान दिइन्। छायापुरमा पुग्दा बाँकी रहेका सम्पूर्ण अङ्ग पतन भयो। छाया छत्रपीठ छत्रेश्वरी देवी सुकोमला योगिनी पिशाचेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा गई काल आदि अष्ट भैरवले तपस्या गरे। ईश्वरी प्रसन्न भएर मातृकागढको अधिपति भए भन्ने वरदान दिइन्। हे अगस्त्य मुनि, यस्तै तरहले जहाँ जहाँ सतीदेवीको अङ्ग पतन भयो त्यहाँ त्यहाँ एउटा पीठ उत्पन्न हुँदै गयो। सबै पीठको सङ्ख्या 7.5 करोड छ। मैले तिमीलाई संक्षेपले केही पीठको वर्णन सुनाए। यी पीठहरूमध्ये एउटाको मात्र पनि श्रद्धापूर्वक दर्शन गरे मनोकामना पुरा हुनेछ, यसमा सन्देह नमान। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्रीस्वस्थानी परमेश्वरी व्रत कथाए सतीदेवी अंग प्रत्यंग पतन स्थाने पीठोत्पत्ति वर्ण नामो 10वां अध्याय। आज 10 भएन दुईको देखे वहाँ त जाने भन्यो। पैसा लिन जाने भन्ने कुरा पनि साथीले अब चाहिने हैन कोर्का हैन थ्याङ्क यू दुई हातसम्म दुई हात चाहिँ गर्नुपर्छ नि फुलहरू
लौ कसको छोरी होला यो लौ। नारायण कसको छोरी सोध्छन् बस्नु भएन त्यसरी बस्नु भएन त्यसरी बस्नु भएन क्वालिटी बस्नु पर्छ उपनेतु मंगल व सकल जगन मंगलालय श्रीमान दिनकर किरण नवोदित नवनलिन दल निपकिसेड कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी सस्यशालिनी देशो यो क्षोभ रहितो ब्राह्मणा सन्तु निर्भया अपुत्र पुत्रिणा सन्तु पौत्रिणा निर्धना सधना सन्तु जीवन्तु शरदं शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च उतदार कथा प्रसंग या कुन्देन्दु तुषार हार धबला या शुभ्र वस्त्राभिता या बिडावर दंड मंडित करा या श्वेत पद्मासना या ब्रह्माच्युतर शंकर प्रभृति भी देवै सदा वंदिता समापातु सरस्वती भगवती निशेष जायड पहा कायेन वाचा मनुष्येन्द्र यार्वा बुद्ध्यात्मन या प्रकृति स्वभावत करोमि एतत् सकलं परस्मै नारायणाय समर्पयेत् नारायण भगवान भन